हाम्रो जीवनमा समयको त्यति नै महत्त्व छ, स्थानको पनि त्यति नै महत्त्व छ। समयको महत्त्व केले बताउँछ सुन्नु है त। बिहान हजुर पत्रिका किन्न जानुहुन्छ त बिहान एउटा पत्रिकाको 20 रुपैयाँ पर्ला, 25 रुपैयाँ पर्ला, तर त्यही पत्रिका साँझमा 25 रुपैयाँ किलोमा बिक्री हुन्छ। बिहान त्यही पत्रिकाको एउटाको 25 पर्थ्यो भने साँझमा त्यही पत्रिका 25 रुपैयाँ किलोमा पाइन्छ। त्यही भएर समयको कदर गर्नुपर्छ। त्यो समयको जुन समय आयो त्यही समयमा हामीले कार्य गर्न सिक्नुपर्छ। वर्तमानमा जिउन सिक्नुपर्छ। तत्काल तत्क्षण निर्णय लिन सक्ने क्षमता हामीमा हुनुपर्छ। अनि स्थानले पनि त्यत्तिकै भूमिका खेल्छ। हेर्नुहोस्, एउटा सामान्य पसलमा गएर एक बोतल पानी किन्नुभयो भने कति रुपैयाँ लिन्छ? 20 रुपैयाँ, 25 रुपैयाँ। ल 25 रुपैयाँमा एक बोतल पानी किन्नुभयो। त्यही पानी अलिक राम्रो रेस्टुरेन्टमा गएर किन्नु त 50 रुपैयाँ लिन्छ। अब त्यही पानी एयरपोर्ट भित्र किन्नु त 200 रुपैयाँ लिन्छ। त्यही पानी त त्यही थियो, बोतल पनि त्यही थियो, तर उसले स्थान परिवर्तन गर्यो। हजुर आफ्नो स्थान नि, हजुर कहाँ हुनुहुन्छ हजुरको स्थानले पनि बताउँछ। हजुरसँग परिचय कसैले गर्दैछ, हजुरको अध्ययनको हजुरको कामको बारेमा कसैले सोध्दैछ, परिवारको बारेमा कसैले सोध्दैछ, हजुर उनले मनमा नै सोच्दैछ तपाईलाई कुन लेभलको इज्जत दिनु। याद गर्नु होला। त्यही भएर म हजुरलाई भन्छु स्थानको समयको उत्तिकै महत्त्व छ। त्यसलाई बुझेर जीवनलाई चलाउनुहोस्।